आज फर्स्ट टाइम शपिङ गर्नको लागि म गएको थिएँ मोतिहारी जिल्लाको फेमस भी बजारमा। र त्यहाँ शपिङ गर्न जानुभन्दा पहिला मैले यो कुरो धेरै सुनेको थिएँ। मोतिहारी जिल्लाको भी बजारमा कपडा धेरै राम्रो र सस्तो मूल्यमा पाउँछ र अब यो कुरोमा कतिको सच्चाइ छ यही जान्नको लागि आज म वीरगञ्जबाट सिधा बाइक चलाएर मोतिहारी जिल्लाको यो बजारमा आए। र अब यो बजार भित्र आएपछि मैले हेरे यहाँ केटा मान्छेहरूको लागि सर्टहरू धेरै राम्रो सेलमा लगाएको थियो। र अब यहाँको कपडा हेरेर तपाईहरूको दिमागमा यो कुरो चलिरहेको होला, लुगा त राम्रो छ तर यसको प्राइस चाहिँ कति होला। र अब यही कुरो तपाईहरूको दिमागमा चलिरहेको छ भने म तपाईहरूको जानकारीको लागि भन्देऊ कि यहाँ 100 रुपियाँदेखि स्टार्टिङ र 1000 सम्म एकदमै राम्रो सर्ट पाइरहेको थियो। त्यही भएर मैले आफ्नो लागि यहाँबाट 2 पीस सर्ट लिए जसको प्राइस 100 रुपियाँ थियो। मतलब मैले यहाँबाट मात्र 200 रुपियाँको शपिङ गरेँ। र अब यहाँबाट शपिङ गरेपछि घर आउँदा आउँदै बेलुका भइसकेको थियो। त्यसपछि मैले घरमा आउने बित्तिकै हेरे आज घरमा खानाको लागि के बनिरहेको छ। र अब ढक्कन हटाएपछि मैले हेरे आज फेरि घरमा कटहरको तरकारी बन्दै थियो। र अब यसलाई हेरेपछि मेरो दिमाग एकदमै अफ भयो किनकि मलाई कटहरको तरकारी खान मन लागिरहेको थिएन। त्यही भएर मैले आफ्नो लागि अलिकति माछा फ्राई गरेँ। र अब माछा फ्राई गरेपछि मैले सबभन्दा पहिला बाबालाई खुवाएँ। त्यसपछि लास्टमा म पनि भरपेट खाना खाएँ।